म चाहिँ अब यता कुटीतिर लागेको यसो घरमा बस्दा बस्दा बोरिङ भएर अनि यसो हिँडेको यहाँ दिदीहरूसँग यहाँ दिदीहरू हुनुहुन्छ यो चाहिँ पानी ट्याङ्की हो यहाँको उर्लाबारीको खाने पानी ट्याङ्की यो चाहिँ घाँस हो रमाइलो हुन्छ कहिलेकाहीँ यसो हिँड्यो भने घरमा बसेर पनि बोरिङ हुन्छ कस्तो मजाले मकैहरू फलेको मकै खाने भने मलाई सम्पर्क गर्नु होला यहाँबाट मकै पठाइदिन्छौँ यहाँ खोर्सानी पनि फलाउँदैछन् खोला तरेर जानुपर्छ है अब खोला तरेर जानुपर्ने खै यहाँ फुल फुलेको छ कस्तो राम्रो हेर्न सक्नुहुन्छ यहाँ पर त्यो हरियो निलो टिन भएको घरमा तर यतातिर पनि रमाइलो रहेछ हौ ठाउँ यसो नि लोका पनि मजाले फलाउँदो रहेछ यतातिर खेती नै गर्दो रहेछन् कि के हो लामो यता गोलो यहाँ चाहिँ घर बनाउन आँटेका रहेछन् बालुवाहरू थुपारेका छन् अहिले खोलामा जानुपर्छ अब खोला आज चाहिँ मौसम पनि शीतल छ त्यही भएर यसो भ्लग बनाइदिउँ भनेर नि ठाउँ पनि यसो रमाइलो नै छ यहाँ भिन्डी कस्तो मजाले फलाएको खोलाको बाटो हेर्न सक्नुहुन्छ ऊ यहाँ पर यो बोक्नु त एकचोटि होला हजुर मलाई घर हुन्छ यहाँ खोला आइसक्न आँट्यौँ हामी अब खोलामा यसो पानी पर्छ कि भनेर छाता बोकेर आएको तर काम लागेन त अब यत्तिकै हलाउँदै हिँड्नुपर्छ छत्रीलाई यस्तै हो कहिले घाम लाग्छ कहिले मौसम शीतल हुन्छ हैन यहाँ मेरो दुईजना दिदीहरू हुनुहुन्छ आउँदै हुन्छ पछाडिबाट यो चाहिँ खोला जाने बाटो है गाइज यहाँ हेर्न सक्नुहुन्छ बालुवाहरू थुपारेका छन् बाटो बनाउँदैछन् ऊ पर बजार लाग्छ पर त्यो बाँधेको छ नि त्यहाँनिर बजार लाग्छ कृषि खेती पनि आउनु भएको छैन होला अब खोला आइपुग्न आँट्यौँ हामी
झन्डै झन्डै खोला आइपुग्न आँट्यौँ। अनि के खाना अब बिहे चाहिँ